आज पत्रकार बीच राष्ट्रिय स्वतन्त्र पार्टी होइन कार्यालयमा पत्रकारले एउटा क्यामेरा राख्नको लागि वाद विवाद हुँदैछ। भोजराज थापालाई सबै पत्रकार झोले पत्रकारहरू मिलेर भोजराज थापालाई होइन त्यहाँ राखेर डिस्टर्ब भयो त्यसो भयो भन्दैछन् होइन। किनकि उनी भोजराज थापा भनेका एउटा लिडर र जे छ त्यही देखाउने पत्रकार भएको हुनाले अरू झोले पत्रकारले हामीले क्यामेरा स्ट्यान्ड यहाँ राख्दा डिस्टर्ब भयो भनेर त्यहाँ वाद विवाद हुँदैछ होइन। हेर्नुहोस् तपाईँ भिडियोमा तपाईँले आफै देख्न सक्नुहुन्छ पुरै मतलब होइन। भिडियोमा हेर्नुहोस् सबै पत्रकार मिलेर भोजराज थापालाई वाद विवाद गर्दैछन्। भोजराज थापा एक्लै किन तपाईँलाई डिस्टर्ब भयो मैले राखेर डिस्टर्ब भयो भन्दै हुनुहुन्छ। सबैजना हेर्नु होला र सबैजनाले यो भिडियो सेयर गरिदिनु होला है। भोजराज थापा हाँस्दैछन् यस्तो गरेर हात केटाएर हाँस्दैछन्। यो भिडियो सबैले सेयर गरिदिनु होला होइन। झोले पत्रकार र अनि लिडर एउटा पत्रकारमा कति फरक हुने रहेछ भन्ने कुरो आज थाहा हुन्छ। सबैले सेयर गरिदिनु होला। के भयो?